तबै आ तब हुँदै नहुने तबै आ तब यसो भन्नुको सट्टामा तै आ तब पनि भन्ने गरिन्छ। अनि फेरि तबै आ त भनेको चाहिँ हुँदै हुन्न अथवा हुँदै भएन भन्दा पनि तबै आ त र तबै आ त भन्नुको सट्टामा तै आ त पनि भन्ने गरिन्छ। चिबै आ चिब भनेको चाहिँ टोक्दै नटोक्ने चिबै आ चिब अथवा ची आ चिब पनि भन्छ। त्यस्तै गरी चिबै आ ची अथवा ची आ ची भनेको चाहिँ टोक्दै टोक्दैन अथवा टोक्दै टोकेन भन्दा पनि चिबै आ ची। प्रभै आ प्रभ हिँड्दै नहिँड्ने प्रभै आ प्रभ अथवा प्रय आ प्रभ। त्यस्तै गरी प्रभै आ प्र अथवा प्रय आ प्र भन्यो भने चाहिँ हिँड्दै हिँड्दैन अर्को अर्थ पनि हुन्छ हिँड्दै हिँडेन। नृबै आङ्ग्रिब हाँस्दै नहाँस्ने नृबै आङ्ग्रिब कोही हुन्छ नि हाँस्दै नहाँस्ने ठुस्किएर मात्रै बसिरहने त्यस्तोलाई नृबै आङ्ग्रिब भनेर भन्ने गरिन्छ। अनि फेरि नृबै आङ्ग्री अथवा नृ आङ्ग्री भन्यो भने चाहिँ हाँस्दै हाँस्दैन अथवा हाँस्दै हाँसेन। फेरि यसलाई अर्कोमा पनि भनिन्छ नेस्योबै आनेस्योब नेस्योबै आनेस्योब अथवा नेस्योइ आनेस्योब त्यो पनि अर्थ हो हाँस्दै नहाँस्ने। त्यस्तै गरी नेस्योबै आनेस्यो अथवा नेस्योइ आनेस्यो पनि भन्छ हाँस्दै हाँस्दैन अथवा हाँस्दै हाँसेन भन्दा पनि यही हो नेस्योबै आनेस्यो। हाँस्नेलाई चाहिँ नृब पनि भनिन्छ नेस्योब पनि भनिन्छ नेखब पनि भनिन्छ र नेटोब पनि भन्ने गरिन्छ है याद गर्नु होला। हाँस्ने कामलाई नृब नेस्योब नेखब नेटोब जसरी भन्दा पनि हुन्छ। खोबै आखोब अथवा खोइ आखोब भन्यो भने चाहिँ मन नै नपर्ने खोबै आखोब भन्छ एक टोलीले अर्को टोलीले खोइ आखोब भन्छ। अब खोबै आखो अथवा खोइ आखो भन्यो भने चाहिँ मन नै पर्दैन अथवा मनै पर्दैन। त्यसको अर्को अर्थ पनि यही हुन्छ मनै परेन भन्दा पनि खोबै आखो अथवा खोइ आखो यसरी भन्ने गरिन्छ। लिबै आलिब भन्यो भने चाहिँ मिठो नै नहुने अथवा मिठै नहुने भन्छ नि लिबै आलिब। अब लिबै आलिब भन्नुको सट्टामा लि आलिब पनि भन्ने गरिन्छ। त्यस्तै गरी लिबै आली भनेको चाहिँ मिठो नै हुन्न अथवा मिठै हुन्न लिबै आली यसरी भनिन्छ भने लिबै आली भन्नुको सट्टामा लि आली पनि भन्ने गरिन्छ है। तपाईँ यतिखेर हेर्दै हुनुहुन्छ गुरुङ ट्युटर युट्युब च्यानल। शोभै आशोभ भन्यो भने चाहिँ पिरो नै नहुने अथवा पिरै नहुने कोही कोही खोर्सानी हुन्छ नि हेर्दा मात्रै चिल्लो है तर खाँदाखेरि पिरै नहुने शोभै आशोभ अथवा सोही आशोभ पनि भन्ने गरिन्छ। अनि फेरि शोभै आशो अथवा सोही आशो भन्यो भने चाहिँ पिरै हुन्न पिरो नै हुन्न अथवा पिरै हुन्न भनेको अथवा पिरै भएन भन्दा पनि शोभै आशो अथवा सोही आशो भनिन्छ है। काबै आकाब काबै आकाब भनेको चाहिँ तितो नै नहुने अथवा तितै नहुने तितै नलाग्ने काबै आकाब। त्यस्तै गरी काबै आका अथवा काई आका भन्यो भने चाहिँ तितो नै हुन्न तितै हुन्न अथवा तितै भएन भन्दा पनि काबै आका यसरी भन्ने गरिन्छ है।